साराहरू कमजोरी भएर पढाइ कमजोरी थियो त्यतिखेर हामीले उति ध्यान दिएन त्यतापट्टि पनि कमजोरी नै छ अहिले पनि कमजोरी छ अहिले हामी चाहिँ कसो पनि यो गभर्नमेन्ट स्कुलबाट कमजोरी छ माने अहिले हामीले जोड गएर बच्चाहरू दिने उता हाम्रो खर्च चाहिँ नजाओस् भने अहिले हाम भन्यो भने नदी पारेर 6 महिना जान्छ 6 महिना स्कुल जान्न नदी पारेर किनभने 6 महिना त नदी बढेकै हुन्छ गाडीको दर हुँदैन यहाँ बस्यो भने अब हामीले प्राइभेटमा दिएको छ प्राइभेटमा दिँदा के भयो भने हाम्रो प्राइभेटमा त्यो खर्च गएको छ त्यो प्राइभेटमा दिने पैसाले चाहिँ किनभने त्यो बच्चालाई ड्रेसहरू मजाले जुत्ता सुत्ता किनिदियो 1500 एडमिसन जान्छ त्यसलाई साफ सुकुन गरेर राम्ररी पठाएको हुन्छ अब पैसा बचत बस्छ मान्थलीमा कति 200-250 पनि बचत बस्छ हाम्रो त्यो पैसा एकाउन्ट खोलेर राखिदियो एदेखि गएर 12-13 वर्ष चाहिँ हामीले 10 सम्मको हामीले खर्च खेल्नुपर्छ अहिले आसाम स्कुलको डाइरेक्ट यो एलपी स्कुलमा डाइरेक्ट क्लास 1 देखि 10 वर्षमा मेट्रिक पास भएर आएको अहिले यत्रो वर्षदेखि केही गर्नु पढायो भने भरेपछि 18-20 वर्षमा मेट्रिकमा जाँदा त्यो बच्चाले पढ्दै पर्दैन नपढायो भने 8 वर्ष पर पढाएर 10 वर्ष হয়ে যাব 10 वर्ष क्लास 1 হয়ে যাব আমি তো ক্লাস 10 কত 20 वर्ष পর পড়াবো এই জন হয়ে যাব চলি গলে জয় খুঁজিব আর লোরা হলে বড়ি খুঁজিব এটা মানে এক আমার বেলা তো ডাইরেক্ট কিবা হয়ে যাবে ক্লাস 1 पर হয়ে যায় তো ক্লাস 1 पर 10 वर्ष तो 16-17 वर्षमा मेट्रिक पास गर्छ हिन्दी स्कुल यो एलपी स्कुलहरु पढ्नेले दिमाग होइन हामीले कस्तो भने बच्चाहरूलाई पनि बाउ आमाले पनि अलिक ध्यान दिनुपर्छ बाबु जा स्कुल गयो त एउटा अक्षर पनि सिकेर आउँछ स्कुल गयो भने एउटा अक्षर सिकेर आउँछ ए भने सिकेर भोलि बी भनेको सिक्छ पछि सी भनेको सिक्छ हेर डेली पढायो भने हाम्रो एउटा सब्जेक्टहरू सिकिरहन्छ कि सिक्नु लागि त हामी स्कुल पठाउँछौँ एउटा अक्षर उसले डेलीको एउटा ज्ञान सिकेर आएको हुन्छ किनभने त्यो ज्ञानको लागि स्कुलमा पठाउँछ त्यो पढाउँदै पढाएन घरमै राख्यो भने त्यसले ज्ञान कहाँ पाउँछ त खेलाधुलामा जान्छ उसको दिमाग आमा बाउले पठाएन अब पठाएन हामीले स्कुल पढायो भने मास्टर आएन त्यो हाम्रो त्यो मास्टरलाई हामी पक्रिन्छ किन आएन स्कुलमा पठाएको थियो अब बाइचान्स मास्टरले पक्रिन्छ अहिले मलाई भन्दैछ किन बस्तीको बच्चाहरू आउँदैन किन यता बाउआमाले गरेर अब मेरो भयो होइन मैले गएर गाली गर्नु मिलेन अब यहाँदेखि केटाकेटी पठाउँछ यता जाँदा बस्तीतिर त ल आज स्कुल नै अनि गोरी जाए एनको होला हो बन कि भयो त्यो चाहिँ बच्चाले भन्छ जा बरु डाइरेक्ट स्कुल जा पार नआउनुसम्म बस 10 बजीसम्म 10 बजी टाइमदेखि पार भएर आएन भने त्यो त एउटा गार्जियनको एकजना अब 4-5 जना छ भने एकजना गार्जियन जानुपर्छ कि जान्छ कि जाँदैन किनकि स्कुल गार्जियनले चेउ गर्नुपर्छ त्यो चेउ गर्नुपर्छ या त्यो गएको अब प्राइभेट स्कुलमा पढाउने खर्चले हामीले त्यसलाई ट्युसन गर्नु या त बस्तीमा पढाउनु लगाऊ उता पनि ज्ञान पाउँछ त्यो भन्दा भने हिन्दी स्कुल पढ्यो यो एलपी स्कुल पढेको मान्छेले पनि बेसी नोकरीहरू भेटिरहेछ डकुमेन्ट सरकारी स्कुलको नि 5 क्लासको उयो अहिले यो एनआरसीमा एक्सेप्ट गर्दैछ इङ्ग्लिस